प्रधानमन्त्री हुनुभएको बेलामा संसदमा उभिएर पुष्पकमल दाहालले यो देश बङ्गलादेश बन्छ भनेर घोषणा गर्नुभएको होइन? गर्नुभएको थियो, उहाँ तयारीमा हुनुहुन्थ्यो त्यसको, र उहाँका लडाकुहरू खटाउनु पनि भएको त्यो यथार्थ हो। थाहा रहेछ तयारी रहेनछ उहाँ भन्दै हुनुहुन्थ्यो, तर यति ठानिएन कि अब उहाँ जतिको एउटा राजनीतिज्ञले यस्ता खालका क्रियाकलापलाई प्रोत्साहन गर्छ र सहभागी आफै हुन्छ, या आफ्ना मान्छेहरूलाई उहाँ आफै सहभागी भए जस्तै त्यो हुने आफ्ना मान्छेहरूलाई पठाएको छ, खटाएको छ। एकजना होइन, दुईजना होइन, अनेक मान्छे छन्, जेन्जी बनाएर पठाएको छ, जेन्जी बनाएर पठाएको छ त, अनि खटाएको छ त मान्छेहरू आगो लाउने ठाउँमा। यी कुराहरू सत्यता, एक खालको सत्यतालाई त्यो ढाकछोप गर्ने, अर्कोतिर के भने केपी ओलीको जिम्मेवारी हो भन्ने। मूल मुद्दामा आउँछु। यो आगजनी गर्ने, तोडफोड गर्ने, नेताहरूप्रति घृणा फैलाउने वा घृणा भाव प्रकट गर्ने यो परिस्थितिको जग निर्माण गर्ने त फेरि शीर्ष तहको राजनैतिक नेतृत्व नै हो वा यसबीचमा बनेका हरेक सरकारहरू नै हो भनेर भन्दा त्यहाँ के गलत भयो? के भएको थियो? आगो लाउनु पर्ने, सिंहदरबार आगो लाउनु पर्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगो लाउनु पर्ने, नलाइ नहुने, सिंहदरबार आगो नलाइ नहुने के गरेको थियो? शेरबहादुर देउवाले के गरेको थियो? केपी ओलीले के गरेको थियो? प्रधानमन्त्री हुनुभएको बेलामा संसदमा उभिएर पुष्पकमल दाहालले यो देश बङ्गलादेश बन्छ भनेर घोषणा गर्नुभएको होइन? गर्नुभएको थियो, उहाँ तयारीमा हुनुहुन्थ्यो त्यसको, र उहाँका लडाकुहरू खटाउनु पनि भएको त्यो यथार्थ हो। थाहा रहेछ तयारी रहेनछ उहाँ भन्दै हुनुहुन्थ्यो, तर यति ठानिएन कि अब उहाँ जतिको एउटा राजनीतिज्ञले यस्ता खालका क्रियाकलापलाई प्रोत्साहन गर्छ र सहभागी आफै हुन्छ, या आफ्ना मान्छेहरूलाई उहाँ आफै सहभागी भए जस्तै त्यो हुने आफ्ना मान्छेहरूलाई पठाएको छ, खटाएको छ। एकजना होइन, दुईजना होइन, अनेक मान्छे छन्, जेन्जी बनाएर पठाएको छ, जेन्जी बनाएर पठाएको छ त, अनि खटाएको छ त मान्छेहरू आगो लाउने ठाउँमा। यी कुराहरू सत्यता, एक खालको सत्यतालाई त्यो ढाकछोप गर्ने, अर्कोतिर के भने केपी ओलीको जिम्मेवारी हो भन्ने।